सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुचु के सोचे केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ कारबाही गर्नुपर्छ अहिले राति मिटिङ रातभरि 3 बजे रातिसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन गृहमन्त्री बाबुलाई धेरै नउताउलिन नचम्किन सम्हालिन सल्लाह दिन चाहन्छु केपी ओली यो डाँडोसम्म जान पाउँछ पल्लापट्टि हेर्न पाइने कि नपाइने त्यो पनि थाहा छैन यो सरकार जसरी बन्यो मैले संक्षिप्तमा मात्रै भनेको छु हाहुबाट बनेको सरकार अहिलेका प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो संसद तुरुन्तै शपथ ग्रहण गरेर तुरुन्तै संसद भङ्ग गर्ने सिफारिस गर्छु त्यो सिफारिस लागू गर्न पर्छ र संसद भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु नत्र भने देशमा जेनजीले आगो पाल्छ अनि संसद भङ्ग गर्ने पूर्व शर्त राखेर सर्वोच्च सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु उहाँलाई राम्ररी थाहा छ नेपालको संविधानको उहाँ व्याख्या गरेर आएको मान्छे हो के व्याख्या गर्नुभयो त्यो छोड्दिउँ तर नेपालको संविधानले स्पष्ट रूपमा भन्छ सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति पूर्व प्रधान न्यायाधीश अथवा प्रधान न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन प्रधानमन्त्रीको मन्त्रीको त कुरै छोड्यो बस्नै सक्दैन उहाँलाई राम्रै थाहा छ तर उहाँ सुरिन भयो त्यो सुरिनका लागि उहाँ 23 गते जेनजी भनेर सडकमा उत्रिनु भयो 24 गते सडकमा उत्रिनु भयो र उहाँ के कामका लागि उत्रिनु भयो चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो उहाँहरूको उद्देश्य होइन राष्ट्रपतिले तोकिदिएको 21 फागुनमा चुनाव गराऊ भनेर उहाँहरू के गर्दै हुनुहुन्छ पहिले पनि भन्दै हुनुहुन्थ्यो